यति छ जाम 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 फाइनल अहिले त्यो होटल निर लास्टै खत्म हो यार पल्सरै पल्सर छ आओ 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 राजनहरू आएन है सिङ्गलहरू घुमाउने रहेछ कि रोड नभएर बाटो त टायरमा माटो पसिसक्यो कि त्यही भएर ब्रेक लागिदिन्छ कि हेर त कति साह्रो भयो यार मा कसम नभएको टायर पनि हुन्छ मैले हातै दुखिसक्यो यार बाटो त कसम बाटोलाई केटाहरू त्यही फसेको हत्तेरी धराम धराम रहेछ बाटो त है मकैबारी धराम 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 ओहो धरम 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 यता त फेरि यस्तो छ नि है ठ्याक्कै गोर्खा जस्तो है दाजु गोर्खा जस्तै तर उनी उ रहेछ कि भारी नै भारी नुवाकोट जानला भिडियो बनाउने पाराले खिचे अब ल ल ल
बाटो चाहिँ लास्टै छ है। बाटो त सम्झी यहाँ सेकेन्ड एमआरपीलाई गुडा हुन्छ अनि गाउँबारी ल ल गोर्खाली एमआरपीले गुडाइरहेछ। देखाउने बेला बेला पछि देखाउँछु कि गोर्खाली रम्दीले चलाउँदै मकैबारी दरम हरियो काँक्रो करम गोर्खा पाल्छ। ए कस्तो पुरानो खाले घर हो कि कुखुरा पाल्ने ठाउँ मलाई होइन सबै हालिरहेको छु क्या। मैले कोइठा रोपेको छु। कोइठा बसेर बिस्तारै कुदाउँछु फेरि। ल ए नुवाकोटको बाटो डेन्जरस है डेन्जर। ल छोयो डेट्ला हरिप छ यार हरिप। भाइ नुवाकोट चिप्लियो हाम्रो राइडर गुरुजी चिप्लिनु भयो। झन्डै माछा मारेन बिस्तारै चलाइरहेको छु कि सम्धी। मलाई त डर लाग्यो यार साथी। सर नडराउनु तर यताको बारी चाहिँ खत्रै छ है। केटाहरू यता अड्किएछ। दारी दाई वाइ नट कोकोनट। ओ भेरी स्लिपरी वाइ नट कोकोनट। ल कुकुरहरू नुवाकोटी सम्धीहरू सबै यहाँ एडभेन्चर भएको के। हेलो हेलो ल दाइहरू वाइल्ड एडभेन्चर है। ल अति नै एडभेन्चर नि दादी। एकको एकमा हिँड्नु पर्यो यार। नुवाकोटको बाटो चाहिँ यस्तो छ है। ल नेताहरूको छ बाटो बनाउनु पर्यो राम्रो। मलाई देखाउनु मलाई। बाइकमा चाहिँ मजा हुन्छ होला है। एक्सपल छैन यस्तो छ है। ल नुवाकोट चाहिँ ल ल ल ल ल ल यही बाटो झन् त्यही माथि गाडी पनि आइदिइरहेको छ। एम्बुलेन्स यस्तो बाटोमा त अलिक गरे हुन्छ नि यार एम्बुलेन्सले नि। त्यही त इभी पनि नै आइरहेको छ यस्तो बाटो नि है। मैले त होइन फुकालिदिएको त यार। प्लास्टिक त के हेर्न सबैको जुत्ताहरू एउटै छ यार। रातो के यस्तो छ बाटो। गाडी जान्छ बाटो सम्धी बाटो
केपी तेरो पाराले दुःख पायो साराले यो ल प्लास्टिक ए मकै बारी दर्याम रफ भन्दै रफ भयो है बाटो त यता हेर न सन्दीप ल हाम्रो राइडर बिस्तारै साथी बिस्तारै हो त्यो बुलेट हेर न म त झर्दै यार यो माछको बाटो रन्डीको लाड गऱ्यो लास्टै है यहाँको राइडरलाई चाहिँ मान्नु गर्छ यार यस्तो बाटोमा नि रुख बाटो गुडाइन्छ यार यस्तो पाराले के जुत्ता जोगिने यार भित्र मेरो त्यही त यस्तो छ बाटो कहिले बन्छ यो बाटो आउनु त स्कुटर नि आइरहेको छ स्कुटर कसरी जाला त्यो बाटो जान नामुमकिन छ ल दामी गाडी यहाँ आयो हुन्थ्यो एउटा मेरो त तान्दै नतान्दिएर यार त्यहाँ त ब्रेक नि उ भइरह यार ओए गऱ्यो गरिरहेछु गर अलि नजिक लैजाउँ यहाँ त यस्तै पो हुँदो रहेछ त लाडो ओइ पारा हो यार यो साथी खै के हो यो त ओपर पनि ओपर हो नि होइन र एक्सट्रिम रहेछ तर फेरि यस्तो दामी ठाउँहरू बनायो फेरि यस्तोमा है हेर न यस्तो दामी रिजोर्टहरू छ बाटो चाहिँ यस्तो छ फेरि होइन पहिला पिच भएको बाटो अनि अहिले बिग्रियो अरे बिगार्यो राम्रो पिच नगरेर रिजोर्ट चाहिँ यस्तो दामी छ है ब्रेक त स्याम्मो यस्तो छ हिलो खत्तम भयो खत्तम त्यो पानी हाले नि हुन्थ्यो त खालको छ रे खालको मलाई तान्द के हेन बेरिका राइडरलाई चाहिँ मान्छे हुन्छ त्यो छ बाटो यार माथि चाहिँ फेरि दामी छ रिजोर्ट
ओहो एडभेन्चर चाहिँ खत्रै भयो है पाल भने दुईजना दाइहरू यतैको गाह्रो त मान्छे والله حبيبي ठिकै छ पावरै नतान्दिएर अघि त यार मादर हाम्रो स्टप हो बिचो भयो अहिले चाहिँ अगाडि हिँड्ने अब छैन गाडी झरेछ नि कालो झरेछ नि तिम्रो छ